यो पोखरीमा नाग सर्प भनौँ न सर्प अनि त्यसले साह्रै धेरै बिगार गरिसके पछाडि अनि पछाडि यहाँ एकजना लिम्बू जातिको फ्याकमा होइन कान्छे फ्याकमा हो माङमा महारानी थियो अति शक्तिशाली अनि उसलाई चाहिँ यहाँ धेरै मान्छेले ल्याएर बोलाइ ल्याएर चाहिँ अनि धेरै सत्यवाचा गराएर शक्ति जप गराएर मैले मार्न सक्छु भनेर त्यो मार्ने आँट गरिसकेपछि दुईटा अप्सन दिनुभयो। रगत आयो भने होइन दुध आयो भने म पोखरीभित्र पसेर दुध उम्लेर आयो भने मैले जितेँ भनेर जान्नु अथवा म मरेँ भनेर जान्नु, रगत आयो भने चाहिँ नागलाई मैले मारेँ भनेर जान्नु भनेर सारा मान्छेहरू यहाँ राखेर धेरै जप गरेर थालसँग महारानी फर्नेर पसिसके पछाडि अनि पहिला एकछिन त दुध उम्लियो अरे अनि सबै मान्छे आत्तिए अब हाम्रो महारानीले पनि सकेछ यो नागै शक्तिशाली रहेछ महारानी भन्दै आत्तिए। तर एकछिनमा रगत उम्लिन थालिसकेपछि सबै खुसी भएर ताली मार्दै गर्दा साप कुदेर निस्क्यो। महारानी पछि पछि थालसँग मात्रै आएर एक खप हान्न पाउँदा यहाँ पुछार मात्रै काट्यो अनि पुछारलाई चाहिँ दुई चार तल हानिराखेर अनि यहाँ एउटा दुलो छ अरे यहाँदेखि अनि त्यो दुलदेखि त्यो सर्प पछि गए पछाडि रतुवा खोला निस्क्यो। त्यहाँदेखि खेद्दै खेद्दै तलबाट यता देउमाई खोला माई खोला हुँदै यता ल्याएर गजनमुखी पारिपट्टि बारुङ भनिन्छ त्यहाँ चाहिँ यस्तो ढुङ्गा लामो छ यस्तो काटेको छ अनि त्यहाँ चाहिँ लगेर मार्यो महारानीले मारे। यो माङमालुङ थालाचेपा खास यो चाहिँ यो खास यो ठाउँको नाम चाहिँ थालाचेपा हो। अहिले पछाडि यसलाई माङमालुङ भनिन्छ। माङमालुङ गाउँपालिका माङमालुङ वडा नम्बर 2 माङसेबुङ। तपाईँहरू कहाँबाट आउनुभयो? ए टाढादेखि आउनुहुन्छ। काटिएको ठाउँ यो काट्दै काट्दै गर्दा पुच्छर पनि 2-3 ठाउँ काटिएको रहेछ। 7 ठाउँ काटिएको छ। 7 पिस है। ए तपाईँ टाढाबाट आउनुभएको रहेछ होइन? हजुर। अब तपाईँहरू यो घुम्दाखेरि तपाईँले टाइम थोर भयो होइन? निकै महत्त्वपूर्ण ठाउँहरू छन् यहाँनिर। यता पर पोखरी छ, यहाँ माथि एउटा ढुङ्गा छ। यो हावाले ठुलो ढुङ्गा छ, हावाले हल्लाउँछ। तपाईँ अम्लीले यसो गर्नुहोस् हल्लिन्छ, तर 10 भाइ लागेर तपाईँहरू ठेल्नुहोस् लड्दैन। त्यस्तै एउटा ढुङ्गा पनि छ यहाँनिर। अरू हेर्ने ठाउँहरू प्रशस्तै छन् यहाँ।